हाम्रो चाहिँ अर्ली इन द मर्निङ के चल्दैछ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सिमरायो साग अब नेचरमा होइन त नेचरल हान्नु पऱ्यो नि त यसो डाइट साइड कस्तो चाहिँ सिमरायो सागहरू रोटी पाइ आउच यो चाहिँ अब लगेर निनी टिप्ने हुँदैछ अब म त कहाँ नि अब यस्तै हो नि के टिपी पठाइदिन्छ अहिले अन्त फरेस्ट नेचर अफ कोर्स फ्रेस एयर अनि कस्तो चाहिँ हुन्छ त नि टायर्ड अफ सिटी लाइफ भन्नु पर्यो नोइज पल्युसन्स के पल्युसन्स अन्त यहाँनिर आएर शान्तिमा स्पाइडरम्यान अब के नै बाँकी रह्यो भन्दाखेरि चाहिँ एभ्रिथिङ वाज वेली कुक्ड समथिङ वाज कुकिङ अप भन्दै थियो पाकिसक्यो चम्ची डुबाउनु मात्रै बाँकी हो मेरो त्यो पनि भइसक्यो है नाउ टु पिक दिस अफ उचाल्नु मात्रै बाँकी रह्यो के भन्दाखेरि स्पोन्ज होइन म चाहिँ आइएम वर्कसिप अब यहाँ पूजा गर्ने त्यसको द टेस्ट वाज रियल्ली अब हेरेर थाहा हुन्छ नि होइन टेस्टहरू चाहिँ कस्तो हुनुपर्छ त भन्दाखेरि चाहिँ सायोनारा मुभमेन्ट गराउनु त गाह्रो पऱ्यो नि त कस्तो अन्त मुभमेन्टमा चाहिँ मेरो सोल्सहरू नभएर क्या स्पेसल सोल्सहरू नभएर ए यो छ नि वाइल्डमा बस्दिरहेछ त मेरो भनेको क्यारिङ चलिरहेछ क्यारिङ होइन त अब यहाँ स्पेसल्स डोकोमा बोकिदिनु पऱ्यो नि त अन्त टक्कसँग विन्डी द डे वाज विन्डी ट्रिप चाहिँ बोकिदिनु न त ल चल्दैको डोकोसोको बोकेर चाहिँ ब्याकग्राउन्ड वाज गुड यार यसले गर्दा फेरि ओके तारिक भाइ अन्त छैन नि हौ हेर्न नि यहाँ दही सही हो अब यहाँ नेचरको दही अनि आगो यहाँ छैन नि हौ त्यो नभएर मजै आएन नि हौ ब्रदर्स अब यो चल्दिनु आँटेको छ हो होइन त कान्छा चल्दिनु आँटेको छ अन्त यसको त 5 केजी जस्तो राखेर चाहिँ अन्त हानिदिनु पऱ्यो नि त भाइ डाइट साइट यसो मैले एन्ड स्पेसल्स यहाँनिर के हुँदैछ त द मिल्क म्यान द मिल्क केम हियर